जय श्रीमन्नारायण। श्रीमती रामानुजाय नमः। श्री योगीराज गुरवे नमः। नेपाल देशीय आदि जगद्गुरु योगीराज कमलानाथ स्वामीजी महाराजको सिद्ध तपस्करी कालीगण्डकी गाउँपालिका वडा नम्बर 6 मुक्तिधाम फुलबारीमा श्री स्वामीजीका करकमलबाट निर्मित नेपालकै प्रथम मन्दिर, जहाँ श्री योगीराज स्वामीजीको अभिमत आश्रम मुख्य अभिमत आश्रम हो। यहाँ स्वामीजीको करकमलबाट निर्मित मन्दिर पूर्ण रूपमा क्षतिग्रस्त भइसकेपछि हाल पुनर्निर्माणको क्रममा रहेको कुरा यहाँहरू सम्पूर्ण भक्त भागवतहरूलाई अवगत नै छ। यो सँगसँगै मन्दिर पुनर्निर्माणको सम्पूर्तिको लागि विदेशमा रहनुहुने योगीराज स्वामीजीका शिष्य प्रशिष्य भक्त भागवतहरूबाट र नेपालबाट विभिन्न ठाउँमा रहनुहुने भक्त भागवतहरूबाट हामीलाई सहयोग रकम आउने क्रम जारी छ। त्यसै मध्येबाट हाल मात्रै हामीलाई प्राप्त सहयोग रकम यहाँ म वाचन गर्न गइरहेको छु। जुन विदेशबाट प्राप्त भएको रकम छ 7,38,500, त्यो रकमको नामावली म यहाँ प्रस्तुत गर्न गइरहेको छु। श्री विष्णु भक्त लुइटेल हुनुहुन्छ हाल अमेरिकाबाट, रु 50,000। उहाँको यसअघि पनि नामावली मैले उच्चारण गरेको थिएँ, यसअघि पनि उहाँले सहयोग गर्नुभएको थियो। त्यस सँगसँगै खगेन्द्र प्रसाद लुइटेल अमेरिका, रु 55,000। माधव भट्टराई अमेरिकाबाटै हुनुहुन्छ, रु 55,000। श्रीमती माधवी कट्टेल लुइटेल अमेरिकाबाटै हुनुहुन्छ, रु 40,000। यसै गरी हुनुहुन्छ श्रीमती हरिप्रिया घिमिरे, रु 45,000। अब म क्यानाडातर्फ जाँदैछु। क्यानाडाबाट हुनुहुन्छ श्रीमती प्रेम कुमारी खड्का, रु 80,000। त्यसै गरी श्रीमती विष्णु प्रिया खड्का हुनुहुन्छ डेनमार्कबाट, रु 25,000। श्रीमती माधवी खनाल हुनुहुन्छ अमेरिकाबाट, रु 15,000। श्रीमती रेवता सुवेदी हुनुहुन्छ अमेरिकाबाटै, रु 23,000। श्रीमती सावित्रा खनाल दिदी हुनुहुन्छ अमेरिकाबाटै, रु 57,000। श्री तिल पौडेल हुनुहुन्छ अमेरिकाबाट नै, रु 24,000। श्री भक्त मगर र अन्य भक्तहरूबाट अमेरिकाबाटै हुनुहुन्छ, रु 64,000। त्यसै गरी मेघनाथ र सावित्री थापा हाल अस्ट्रेलिया हुनुहुन्छ, उहाँहरूबाट रु 26,000। त्यसै गरी अम्बर आशा कार्की अस्ट्रेलियाबाटै छ, रु 26,000। त्यसै गरी ठाकुर लुइटेल र भक्तिहरूबाट अस्ट्रेलियाबाटै संकलित रकम छ, रु 18,000। श्रीमती नरमाया बुढाथुकी अस्ट्रेलिया निवासी, रु 18,000। यसै गरी श्रीमती भागवती खनाल लुइटेल हाल अमेरिका, रु 30,500। श्रीमती दिल कार्की दिदीबाट रु 18,000, उहाँ पनि अस्ट्रेलियाबाटै हुनुहुन्छ। त्यसै गरी श्रीमती पराग तुषा अधिकारी शिवा हरिप्रिया काफले अमेरिकाबाट हुनुहुन्छ, रु 30,000। त्यसै गरी श्रीमती तिला विष्ट छेत्री अमेरिका, रु 11,000। श्रीमती हरिप्रिया तिमसिना लुइटेल हुनुहुन्छ अमेरिकाबाटै हुनुहुन्छ, उहाँको रु 28,000 गरी जम्मा कुल रकम रु 7,38,500 रकम विदेशबाट संकलित रकम हाल हामीलाई प्राप्त भएको छ। त्यसै गरी हुनुहुन्छ अब म नेपाल तर्फका दादाहरूको नामावली पढ्न गइरहेको छु। नेपाल देशीय आदि जगद्गुरु योगीराज स्वामीजीका कृपा पात्र विभिन्न मठ मन्दिरका मठाधीश, जहाँ उहाँलाई हामी धनगढ़ी स्वामीजी भनेर पनि चिन्छौँ। स्वामी श्री देवराज आचार्य स्वामीजी धनगढ़ी, उहाँ नेपाल श्री वैष्णव परिषद नेपालको अध्यक्ष पनि हुनुहुन्छ, उहाँबाट रु 1,00,000। त्यसै गरी हरि मैनाली काठमाडौँबाट रु 1,50,000। श्रीमती कमला पाण्डे भक्तपुरबाट हुनुहुन्छ, 50,000। त्यसै गरी श्रीमान रामबहादुर कार्की भक्तपुरबाट हुनुहुन्छ, रु 20,000। श्रीमान राजकुमार खड्का काठमाडौँबाट रु 10,000। श्रीमान रामजी बिडारी नैकाप काठमाडौँबाट रु 6,500। श्रीमान दामोदर भण्डारी बुटोल निवासी हुनुहुन्छ, रु 10,000। श्रीमान हरि कार्की तीनथाना काठमाडौँबाट 5,555। श्रीमान मदन कुमार बराल भक्तपुरबाट रु 5,000। श्रीमान जगन्नाथ ढुङ्गेल चाराली झापाबाट रु 5,000। श्रीमती मुक्ता बस्नेत सतुङ्गल काठमाडौँबाट रु 2,100। श्रीमान हरिप्रसाद नेउपाने रानीवास सिन्धुलीबाट रु 2,100। श्रीमान वैकुण्ठवासी विष्णु चित्त राउत रानीवास सिन्धुलीबाटै हुनुहुन्छ, रु 1,500। श्रीमान चेत प्रसाद नेउपाने रानीवास सिन्धुलीबाट रु 500। भक्ति सागर कार्की धनसरी सिन्धुलीबाट रु 1,000। श्रीमान चक्रबहादुर खड्का सिन्धुलीबाट रु 500। श्रीमती गोदा अधिकारी तल्लो धनसरी सिन्धुली, रु 500। श्रीमती रीता कार्की पत्रिङ्गा सिन्धुली, रु 1,000।
श्रीमान गोकुल बहादुर कार्की पत्रिङ्गा सिन्धुली रु 500, श्रीमान नारायण कार्की पत्रिङ्गा सिन्धुली रु 500, श्रीमती सीता खड्का धनसरी सिन्धुली रु 1000, श्रीमती हीरा देवी बस्नेत सिन्धुली 1000, श्रीमान स्वर्गीय शिवप्रसाद कोइरालाको स्मृतिमा काठमाडौँबाट रु 1000, श्रीमान गिरिराज कोइराला पद्म कोलोनी काठमाडौँबाट रु 5000, श्री योगेन्द्र तिमसिना टोखा काठमाडौँबाट रु 5000 गरी 3,85,255 नेपाल तर्फबाट संकलित रकम गरी हाल हामीलाई यो सम्पूर्ण रकमको चेक प्राप्त भएको छ। यो विवरण सम्पूर्ण भक्त भागवतहरूलाई अवगत गराउँदै सम्पूर्ण दाता महानुभावहरूको सकल परिवारजनहरूमा श्री लक्ष्मी नारायण भगवानको कृपा दृष्टि परिरहोस्, सधैँ जीवन हर्षोल्लासमय बितोस् भन्ने हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। साथै यस दिव्य तपस्थलीको पुनर्निर्माणको सम्पूर्तिको लागि यसअघि र यसभन्दा अरू अन्य दाताहरूलाई पनि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। जय श्रीमन्नारायण, श्रीमती रामानुजाय नमः।